नमस्ते टासिदेलेक फ्यापुला छाजलो खाम्रिमु म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आज चाहिँ म एउटा मासु अब प्राय जसो मान्छेहरूले मासु खाने गर्छन्, तर पनि अब जस्तै आफ्नो घरमा छेवार गर्दा होस् है या आफ्नो घर परिवारमा कसै बितेको अब साल वर्षको घेवा गर्ने बेला होस् या घरमा अब बाधा अर्चनहरू जीवित भएको मान्छेहरूको लागि हामीले बाधा अर्चनहरू नहुन र आफ्नो जीवन सफल हुनको लागि चाहिँ हामीले दोमङ पढ्ने गर्छौं। र त्यति बेला होस् र अथवा बुद्ध जयन्ती जस्ता एकदमै अब बुद्धका महत्त्वपूर्ण दिनहरू जस्तै बुद्ध जन्मेका, बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको दिन र त्यसैगरी बुद्धले पहिलोचोटि प्रवचन दिनुभएको दिन, त्यस्तो धेरै दिनहरू हुन्छन् है। धेरै अब बुद्धका खास दिनहरूमा चाहिँ यस्तो दिनहरूमा चाहिँ हामीले यदि तपाईहरुले अब मासु यस्तो महत्त्वपूर्ण दिनहरूमा चाहिँ तपाईले मासु खानुहुन्छ भने चाहिँ त्यसलाई म अनुरोध गर्छु कि सकेसम्म यस्तो खास दिनमा चाहिँ एकदमै महत्त्वपूर्ण दिनहरूमा चाहिँ मासु नखाइदिनु होला भनेर चाहिँ अब तपाईहरु सधैँ नखानुस् भनेर म भन्न सक्दिन हैन, रोक्न सक्दिन, तर म आग्रह गर्छु कि चाहे घरमा आफ्नो छोराछोरीको छेवार होस् है, चाहे अब घर परिवार जीवित रहेका घर परिवारको अब बाधा अर्चन नहुनको लागि दोमङ पढ्ने होस् या कुनै पूजापाठ गरिरहेको होस् र साथै खास गरी घेवाको बेलामा है कसै मान्छे बितेको पूजाको बेलातिर चाहिँ एकदमै मासुहरू घरमा नबनाइदिनुस्, नपकाइदिनुस्, मासु नखाइदिनुहोस् भनेर म अनुरोध गर्दछु है। र यो मासु खानु भनेको चाहिँ अब बुद्धले अब हामीले बुद्ध धर्ममा हामीले के विश्वास गर्छौं भने संसारमा जति पनि प्राणीहरू छन् है, संसारमा भएका जति पनि प्राणीहरू छन्, हामी एक अर्काको कुनै न कुनै जुनीमा चाहिँ हामी कसै न कसैको हामी आमा भइसकेको हो भनेर चाहिँ हामीले विश्वास गर्छौं। संसारका सबै प्राणीहरू चाहिँ कुनै न कुनै अब जस्तै मेरो कुरा गर्ने हो भने मेरो कुनै न कुनै एउटा जुनीमा चाहिँ तपाईहरु सबैजना चाहिँ मेरो आमाको जुनीमा चाहिँ जन्मिनु भइसकेको चाहिँ हामीले बुद्ध धर्ममा हामीले त्यस्तो विश्वास गर्छौं। अब संसारमा त हामीले गन्न सक्ने त हामीले अब 7 बिलियन मान्छे छ भनेर विश्वास गर्छौं नि त, त्यो त मान्छे मात्र भयो नि, अरु जीवजन्तु, पशुपन्छी, किरा, नदेख्ने प्राणीहरू कति छन् हैन, लाखौं करोडौं छ नि। त्यो सबै चाहिँ कुनै न कुनै मेरो कुनै न कुनै जुनीमा चाहिँ त्यो सबैजनाले चाहिँ मेरो आमाको जन्म लिइसकेको हामीले बुद्ध धर्ममा विश्वास गर्छौं। अब हामीले त्यति धेरै जन्म लिइसक्यो भनेर हामीले विश्वास गर्छौं है त। र अब यो कुरा बुझेपछि कि कुनै न कुनै जुनीमा चाहिँ संसारको सबै प्राणीले मेरो आमाको जन्म लिइसक्यो भनेर त्यो बुझेपछि चाहिँ हामीले मनमा के आउँछ भनेपछि आफ्नो आमा भनेको त एकदम महत्त्वपूर्ण भयो नि त हैन, आफूले एकदम माया गर्ने है। संसारको अब बुद्धको माया बुद्धले अब संसारको प्राणीहरू प्रति माया कस्तो माया छ भन्दाखेरि कतिको माया छ भनेर जाँच्नु पर्यो भने त्यसलाई हामीले एउटा आमाले आफ्नो छोराछोरीलाई कति माया गर्छ हो त्यसमा हेर्यो भने थाहा हुन्छ भनेर हामीले उदाहरण दिने गर्छौं आमाको मायालाई है त। अब त्यसैले आमा भनेको चाहिँ सबै प्राणीहरूको लागि एकदमै खास भयो नि त है। अब त्यस्तो खास मान्छेलाई हामीले हानि पुर्याउन हामीले चाहदैनौं नि है। जस्तै एउटा कुकुर नै होस्, त्यो कुकुर कुनै न कुनै जुनीमा मेरो आमाको जुनी लिइसकेको। अब त्यो बुझेपछि त्यो मनमा भइ मैले त्यो कुकुरलाई त मैले लात हिगाउँदैन नि है। चाहे हामीलाई हाम्रो बारेमा नराम्रो भनिरहने, हाम्रो बारेमा हामीलाई हिंसा गरिरहने, नराम्रो गरिरहने एउटा मान्छे नै होस्, त्यो मान्छे पनि कुनै न कुनै जुनीमा त मेरो आमाको जन्म लिइसकेको हो भनेर त्यो विश्वास भएपछि चाहिँ
त्यो मान्छेले त आफूलाई हानि गरिरहे भए पनि हामीले उसलाई हानि गर्न सक्दैनौँ नि, हामीले बुझ्ने प्रयास गर्छौँ नि है। मेरो अब कुनै न कुनै जुनीमा मेरो आमा हो है भनेर होइन। त्यसैले चाहिँ अब यो कुरा चाहिँ बुझ्नु पर्यो कि कुनै न कुनै जुनीमा संसारका सबै प्राणीले तपाईँ हामीको बुबा आमाको जन्म लिइसकेको। तर अब हामी जस्तो साधारण मान्छेले चाहिँ त्यो देख्दैन नि त। हामीले आफ्नो आफ्नो अगाडि भएको कुरा त कति कुराहरू हामीले बुझ्न सक्दैनौँ भने झन् पहिलो जुनीको कुरा त हामीले अब बुझ्नेको त्यो क्षमता छैन नि हामीमा। तर अब एउटा पहिलोको समयमा धेरै वर्ष अगाडि, धेरै साल अगाडि, 100औं साल अगाडि चाहिँ एउटा केटीले चाहिँ आफ्नो हातमा आफ्नो बच्चालाई लिइरहेको रहेछ है। आफ्नो हातमा चाहिँ एउटा हातमा चाहिँ आफ्नो बच्चालाई लिइरहेको र दायाँपट्टि हातमा चाहिँ माछाको मासु टोकिरहेको रहेछ। र त्यो बेला एउटा कुकुर आएर चाहिँ त्यो कुकुरले चाहिँ अब माछाको मासुमा धेरै हेऱ्यो होला कि अब त्यो खान चाहे होला है। अब माछाको मासु देखेपछि कुकुरहरू अब त्यो हुन्छ नि त। र त्यो कुकुरले अब एकदमै त्यो माछाको मासुमा हेर्दाखेरि चाहिँ त्यो केटीले चाहिँ के गरेछ भन्दाखेरि चाहिँ त्यो कुकुरलाई चाहिँ लातले हानेछ र धपाइदिएछ है, खुट्टाले हानेर धपाइछ। त्यो दृश्य चाहिँ एउटा विद्वान एकजनाले देख्नुभएछ। एउटा शक्ति भएको भनौँ, एउटा पूर्वजुनी देख्न सक्ने क्षमता भएको एउटा विद्वान मान्छेले चाहिँ देख्नुभएछ। र के रहेछ भन्दाखेरि चाहिँ जुन उसले खाइरहेको जुन त्यो माछाको मासु छ, त्यो माछा चाहिँ पूर्वजुनीमा उसको आफ्नो बुवा रहेछ अरे। हेर्नु है त, जुन माछाको मासु खाइरहेको थियो त्यो माछा चाहिँ पूर्वजुनीमा त्यो केटीको बुवा रहेछ। र भने जुन कुकुरले त्यो माछाको मासु खान खोजिरहेको थियो त्यो कुकुर चाहिँ त्यो केटीको पूर्वजुनीमा उसको आमा रहेछ। र जसलाई चाहिँ आफ्नो हातमा एकदमै राम्ररी बोकिरहेको, एउटा मायाले बोकिरहेको आफ्नो हातमा जुन बच्चा छ, त्यो नानी चाहिँ उसको त्यो केटीको पूर्वजुनीमा एकदमै त्यो केटीलाई एकदमै पूर्वजुनीमा एकदमै नराम्रो गर्ने उसको एकदमै दुश्मन, सबभन्दा ठुलो दुश्मन चाहिँ रहेछ। अब यस्तो हुँदो रहेछ नि त है। आफ्नो पूर्वजुनीको आफ्नो सबभन्दा नराम्रो दुश्मनलाई चाहिँ आफूले हातमा एकदम स्याहारेर बसिरहेछ र आफ्नो बुवाको मासु खाइरहेको र आफ्नो आमालाई लातले हानिरहेको। अब यो कुरा त हामीले पूर्वजुनी त देखेको छैनौँ नि हामीले है। पूर्वजुनी नदेखेको हुनाले चाहिँ यो जुनीमा हामीसँग जे पनि भइरहेको छ, हाम्रो वरिपरि जो पनि छन्, हामीले थाहा हुँदैन नि उहाँ अब कुन चाहिँ मान्छे मेरो लागि कतिको महत्त्वपूर्ण हो भनेर चाहिँ हामीले बुझ्न सक्दैनौँ नि। र त्यो बुझ्ने क्षमता नभए तापनि यति बुझ्नु पर्यो कि हामीले संसारको सबै प्राणीहरू चाहिँ कुनै न कुनै जुनीमा चाहिँ मेरो बुबा आमाको जन्म लिएकै हो है, यति चाहिँ हामीले बुझ्नु पर्यो। र यति बुझेर चाहिँ अनि उहाँहरूप्रति हामीले करुणा जाग्ने, उहाँहरूप्रति माया जाग्ने, दया जाग्ने है। त्यसरी चाहिँ हामीले एउटा अशक्त मान्छेहरू देख्दाखेरि हामीले अनि उहाँहरूलाई हामीले सहयोग गर्न सक्ने है, त्यस्तो एउटा मन, एउटा त्यस्तो सोच आउँछ भनेर चाहिँ म विश्वास गर्छु। यो कुरालाई चाहिँ हामीले सदैव हामीले सोचेर बस्नुपर्ने हो रहेछ। नभए हामी यति सारा हामी साधारण भनौँ या हामी यति अब हौडेको मान्छे भनौँ कि के भनौँ, हामीले सबै कुरा बिर्सेर जाँदो रहेछ नि त हामीले है। अब यही जुनीको कुरा गर्ने हो भने पनि आफू एउटा नसक्ने बेला, आफू कमजोर भएको बेला जसले हामीलाई हात बाट्यो, जसले हामीलाई सहयोग गरेको थियो, जसले हामीलाई नजानेको कुराहरू सिकाएको थियो, त्यो समेत हामीले वर्ष बढ्दै जाँदा त्यो सबै कुरा हामीले भुलिँदै जाँदो रहेछ नि त होइन र। अब बुद्ध धर्ममा हामीले के मान्छौँ भने कसैले तपाईँलाई एउटा शब्द मात्र सिकाएको छ भने पनि, तपाईँले नजानेको शब्द एउटा शब्द मात्र सिकाएको छ भने पनि
त्यो व्यक्ति चाहिँ तपाईँको शिक्षक हो भनेर टिचर हो भनेर भन्नुहुन्छ। तर हामीले चाहिँ टिचर मान्ने त परै जाउँ है, यो त म आफैले जानेको भन्छ नि त है हामीले यो त त्यो फलानु मान्छेले सिकाएको मलाई, उहाँ चाहिँ मेरो लागि एकदमै अब राम्रो हो, उहाँ चाहिँ मेरो लागि एकदमै ठुलो हो, त्यस्तो त हामी कहिले सोच्दैनौँ नि। त्यसैले चाहिँ हामीले जीवनमा चाहिँ हामीले अरूको सकेसम्म अरूको भलाइ गर्ने है, अरूले गरेको सहयोगहरू नबिर्सिने, त्यस्तो चाहिँ हामीले गर्नुपर्ने रहेछ। र आजको यस भिडियोमा म सबभन्दा ठुलो कुरा यही भन्न चाहन्छु कि संसारमा जति पनि प्राणीहरू छन्, साना ठुला है, जति पनि प्राणीहरू छन्, उहाँहरू सबै चाहिँ अब कुनै न कुनै जुनीमा हाम्रो बुबा आमाको जन्म लिइसकेको र कुनै न कुनै जुनीमा चाहिँ हामीलाई एकदमै अब सहयोग गरेको, एकदमै हाम्रो ख्याल राखेको, एकदमै हामीलाई राम्रो गरेको एउटा प्राणी एउटा हुनुहुन्थ्यो भनेर चाहिँ त्यो चाहिँ याद दिलाउनु खोजेको हो है। हस् त। अनि र अघि भने चाहिँ अन्तमा त्यही अनुरोध गर्छु कि सकेसम्म छेवारहरूमा है, छेवार भनेको त खुसीको दिन हो नि है, र त्यसै गरी घेवाको दिनमा है, अब घेवा भनेको एउटा आफ्नो कोही मान्छे बित्ने बेला अब पूजा गरिन्छ, त्यसलाई घेवा भनिन्छ। अब आफ्नो नजिकको मान्छे एउटा बितिरहेको छ, उहाँको लागि चाहिँ हामीले उहाँलाई राम्रो होस् भनेर पूजा गरिरहेको छौँ। तर अर्को कुरा चाहिँ हामीले फेरि घरमा मासुहरू पकायो भने त, जस्तो मानौँ कुखुराको मासु पकायो भने त्यो कुखुरा अब कसै न कसैको त यो हो नि त, अब खास अब मान्छे त होइन, सरी, कसै न कसैको त खास प्राणी हो नि त है, कसैको बुबा होला, कसैको आमा होला, कसैको छोरा होला, कसैको छोरी होला। त्यस्तो चाहिँ हामीले सोच्न सक्यौँ भने हामीलाई एकदमै एउटा राम्रो काम गर्नुमा चाहिँ हामीलाई एकदमै एउटा के भन्छ, एउटा राम्रो काम गर्न सक्ने एउटा क्षमता हुन्छ भन्ने मलाई त्यस्तो लाग्छ है। हजुर। अनि आजको यो भिडियो चाहिँ त्यही विषयमा थियो है। हस् त। अनि त्यसै गरी अब अरू पनि कुनै अब धर्म सम्बन्धित या कुनै कुरा कुनै विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला, म सकेसम्म त्यस विषयमा भिडियो बनाउने छु है। हस् त। अनि फेरि पनि अर्को भिडियोमा भेटौँला। हस् त, धन्यवाद।